मर्निङ सबैजनालाई तपाईहरुलाई आमाजु बुहारी ब्लगमा स्वागत छ। तपाईहरु कस्तो हुनुहुन्छ? हामी पनि एकदमै सन्चै नै छौं। आज चाहिँ हेरिहाल्नुस् बाहिर एकदमै बिहान भइरहेको छ हैन। हामी त अब बिहानै उठेर कहाँ जाँदैछौँ भने आज त हामी जाँदैछौँ घुम्नु। यहाँ कलकत्ताको यहाँ नजिक छेउमा छ नि त आइल्यान्ड, मिनी गोवा पनि भन्छ त्यसलाई। त्यहाँनिर हामी त सबै फ्यामिली भएर जाँदैछौँ हैन। Good morning guys, we are here together and आज चाहिँ हामी चाहिँ जाँदैछौँ। कहाँ जाँदैछौँ नाना? गोवा भन्नु त मिलेन तर मिनी गोवा मौसमी आइल्यान्ड जाँदैछु, जहाँ चाहिँ हाम्रो गङ्गा नदी चाहिँ सागरमा मिसिएको छ। त्यो जग्गा जाँदैछौँ हामी। हेरिदिनुहोस् होला त्यहाँनिर के कस्तो हुनेछ देखाउने छु है, कताबाट जानेछ। नानाले चाहिँ एकदम ट्रली लिएर आउनु भएको छ। साथीहरू हामी चाहिँ यहाँ जादवपुर स्टेसनबाट गयो। तपाईहरु चाहिँ स्यालदाबाट जानु सक्नुहुन्छ नामखाना स्टेसन। त्यो चाहिँ तपाईको भाडा चाहिँ 30 रुपैयाँ पर्छ है। हाम्रो यहाँबाट पनि 30 रुपैयाँ नै रहेछ। हामी चाहिँ ट्रेनमा चढिसकेको छौँ हैन। अहिले 5:45 भएको छ। अब कति बजे पुग्छौँ? Are you excited guys? साथीहरू हामी त यहाँनिर नामखाना स्टेसन आइपुगिसकेको छौँ हैन। यहाँबाट त फेरि बाहिर निस्केर चाहिँ टोटोमा जानुपर्छ। टोटोबाट त्यस्तै तपाईहरुको कति आधा घन्टा है टोटोबाट हामी 5 टाइम त यति भइरहेको छ अहिले हालैमै। नामखाना स्टेसन आइपुगेर साथीहरू हामी चाहिँ नामखाना स्टेसनबाट बाहिर आएर चाहिँ टोटो रिजर्भ गऱ्यौँ। टोटोको चाहिँ एकजनाको 50 रुपिस रिजर्भ पनि होइन, गोटा भाडा 50 रुपिस गरेर छ। हामी हावा आउँदै रहेछ है। Hours later. अद्दु भएर आइपुग्यो साथीहरू। अब त हाम्रो डेस्टिनेसन त आइपुग्यो। हामी चाहिँ आइपुगिसकेको छौँ। यता बिच साइडमा आएँ एकछिन म चाहिँ होइन, किनभने हाम्रो रिसेप्सनमा चाहिँ छैन सायद लन्च ब्रेकफास्टहरू के गर्नु गएको होला। त्यही भनेर घाम आएर त निस्किन सक्दैन। हामी एकछिन फ्रेस भएर हामी चाहिँ एकछिनबाट निस्किन्छौँ, किनभने यस्तो गरम छ नि त होइन। हेरिहाल्नुहोस् हामीहरू चाहिँ यस्तो दामी भइरहेको छ, गरम त यस्तो छ। पुलमा आइपुगिसकेको छौँ। यहाँ हाम्रो पुल त यस्तो छ साथीहरू। यहाँ मेरो आमाजुलाई मैले यो खुसियालीमा यस्तो मजा आइरहेको छ। म र नानालाई चाहिँ अहिले सबै सुतिरहेको छ। हामी चाहिँ निक्लेर यो गर्दैछु, नानालाई झुलाइदिन्छु। लु मलाई गीत सुनाइदिन्छ नानाले। लग जागले के फिर हसी रात हो न हो, शायद फिर इस जन्म में मुलाकात हो न हो, लग जागले हमको मिली है। हामी चाहिँ यहाँनिर लन्चको लागि चाहिँ बस्नु भनेर हामी चाहिँ यहाँनिर लन्चको लागि बसिसकेको छौँ। यहाँनिर त यस्तो छ हेर्नुहोस्। यहाँनिर हामी भन्दा यतानिर पनि छ पुरा यिनीहरू पनि यहाँनिरै वेल साथीहरू अब चाहिँ हामी निक्लिँदैछौँ। यहाँको
ग्रुप फरेस्ट घुम्नुको लागि सोध्नु त यहाँनिर नाना कसैलाई मेन ग्रुप कता आछ त सोच कि यता यति के अब एकछिन हामी चाहिँ यहाँ भित्र हेरेर हेर्छु एकदम अब कस्तो भन्नु शान्ति हुन्छ नि आम्बो माछा पुरा हेर ऊ शान्ति कस्तो भन्नु अब कति काम मात्र गर्नु होइन यहाँ पनि तलौ यता पनि तलौ हामी चाहिँ यहाँ बिचको बाटो हिँडिरहेको छौँ कति काम मात्रै गर्ने कति काममा मात्रै भाग्ने कति सेभ गर्ने होइन त नाना कति कन्जुस हुने कति प्रधान हुने कोही कोही बेला त्यसो राई पनि हुइदिउँ न तपाईँलाई भनेको होइन हाम्रो यहाँ प्रधानी दिदीलाई भनेको यहाँ चाहिँ ऊ चोर्दैछ नानाले चाहिँ जान्दिनँ मैले यहाँनिर उयोमा पनि देखेको थिएँ हौ यो त हे परमेश्वर टिपे खेजुर अरे है हो नाना वाउ क्वाक 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 छक्कल यस्तो हुन्छ ल पिसफुल जग्गा रहेछ बोजूले चुम्रा हेर्दै रहेछ हेर्नु क्या दामी दामी हामी चाहिँ यस्तो प्लेसमा आएर भित्र डुल्ने चाहिँ आदत नै छ यहाँ चाहिँ कस्तो बस्ती इलाका हो न यो मौसमी आइल्यान्ड त एकदम बस्ती इलाका पर्दो रहेछ तर अब मजा हामीलाई त है मेन ग्रुप फरेस्ट कति क्या थियो पुरा दियो तपाईँ पुरा यस्तो राम्रो फलिरहेको रहेछ ठाक्कल नै रहेछ तर के भन्दै रहेछ खेजुर कि के भन्दै रहेछ यहाँ चाहिँ हामी चाहिँ ठाक्कल भन्छ होइन न अब हामी गएको प्लेसमा चाहिँ फोटो खिच्नु चाहिँ राम्रो हुन्छ होला होइन न कसम से साथीहरू मैले यो एक्सपेक्ट गरेको थिइनँ कि यस्तो हुन्छ भनेर यहाँनिर फुल हेर्नुहोस् त कस्तो दामी जग्गा हो कुछ चीज पानी के लिए कुछ तो खोना पड़ता है यो त एकदम सिपको होला है यो त र हामी चाहिँ आइसकेको छौँ यहाँनिर वा कस्तो भनेको यहाँ चाहिँ रहेछ म्यानग्रोभ यहाँ चाहिँ मिश्रण हो क्या नाना है उयो र उयोको वाउ खालको फिलिङ्स आएन मौसमी आइल्यान्ड चाहिँ यस्तो छ रहेछ कि यो साइडबाट चाहिँ नदी बगेको होला होइन न यो साइडबाट चाहिँ नदी बगेको हो किनभने त्यहाँ पर एउटा ल्यान्डहरू पनि देख्दैछ एरिया अन्त उता साइड चाहिँ त्यो समुद्रको साइड भएर चाहिँ बिचमा हामी जहाँ बसेको छौँ त्यो चाहिँ आइल्यान्ड रहेछ नि त त्यो भएर मौसमी आइल्यान्ड किन मौसम उयो राम्रो हुन्छ र मौसमी आइल्यान्ड होला है के अरे यो एउटा गएको अचार साग्दैछु काकीमाले मन पर्यो मलाई त साथीहरू हामी चाहिँ टेस्ट गर्दैछौँ यसमा चाहिँ अलिक चिनी कम्ती लाग्यो के गर्नु यत्रो खानु सक्नुहुन्छ एउटा माग्नु न यस्तो कभर अझै एउटा यो चाहिँ अब खानु बेसी सकिँदैन छ घर लगिन जान्छौँ हेरि हामीले त यी सुक्टी माछलाई रेडी गर्छ सुकाएर त यसरी चाल्दैछ नि त है माटोमा सुकाउँदैछ नि त कति दिन पऱ्यो रेडी हजुर काकीमा এটা না বলছি কতদিন পরে এরকম হয় শুকে যাবে হয় বৃষ্টি হলে 2-3 দিন যত এটা কি মাছ ঝিঙ্গে মাছ আছে এটা কি করেন তাহলে মাছের খাওয়াটা হয় ও
ভালো করে তাকে শুকনো করা হয় ও নিয়ে ধুয়ে ভালো জায়গা পরিষ্কার यो चाहिँ पानी नपरेको भए चाहिँ उयो हुन्थ्यो अरे गोटा गोटा राम्रो हुन्थ्यो अरे बेच्ने लायकको पानी परेर त त्यो बिग्रिएछ त्यही भनेर सुकाएर चाहिँ यसलाई चाहिँ उयो दिन्छ अरे माछालाई नै खुवाउँछ अरे हेरिहाल्नुहोस् है यहाँनिर यसरी सुकाउँदो रहेछ यसरी सुकाउँदो रहेछ साथीहरू माछाहरू हामीले कस्तो चाउले यो बोटमा चाहिँ कस्तो मलाई चढ्नु मन लाग्थ्यो तर दिँदैन अरे नि तिनीहरूले मैले अस्ति युट्युबमा पनि हेरेको थिएँ कि फोटो खिच्नुको लागि चाहिँ भनेर दिँदैन रहेछ नि त साथीहरू यहाँनिर चाहिँ किनभने उनीहरूको अब यो आफ्नो आफ्नो पर्सनल बोट हुँदो रहेछ त्यहाँबाट जताततै तर्नु दिँदो रहेछ हामीले चाहिँ यहाँ पर दादालाई भनेर चाहिँ फोटो खिच्नुको लागि त चढ्यौँ त्यो पनि हामीलाई यहाँ जुत्ता खोलेर अब रात पनि पर्यो हामी चाहिँ यहाँबाट फर्किँदैछौँ यस्तो हावा छ यहाँ रिल्सहरू बनायौँ फोटोहरू खिच्यौँ हो यहाँ म्यानग्रोभ फरेस्टमा आएर चाहिँ अलिकति आगे बिच साइडमा चाहिँ बोटिङहरू पनि गर्नु मिल्दो रहेछ 100 रुपिस पर पर्सन अरे तर मर्निङ टाइममा मात्रै त्यही भएर हामी यता आफ्नो रुम फर्किसकेको थियौँ घुमेर चियाहरू खानु हाम्रो चिया आइसकेको छ यहाँ डान्स पनि दिँदैछ पकौडा मुरी यहाँ अन्त यहाँ बिस्किट पनि आएको रहेछ यो चाहिँ बेलुका नाइट भ्यू अहिले झऱ्यो भने पानी सुनेछ अघि तल मान्छे पुरा बार्बिक्यू रेडी हुँदैछ यहाँनिर चाहिँ यहाँ हेरिहाल्नुहोस् 1 केजीको 450 रुपियाँ अरे बनाइदिँदैछ मजाले आउन बुहारी भन त्यो दादालाई गुड मर्निङ साथीहरू आज चाहिँ यो नेक्स्ट डे हाम्रो आज चाहिँ हामी बिहानै रेडी सेडी भएर मेकअप सेकअप गरेर अब सनस्क्रिन राखेर यो चाहिँ बाइ द वे चाहिँ हाम्रो रुम हो अहिले चाहिँ टोटल्ली मेसमा छ केटीहरू रेडी भइरहेको छ ल पानीमा जान्छौँ नाना चाहिँ लडेर अलिकति खुट्टाको बिचराको अलिकति लडेर बाङ्गिरहेको छ त्यही भएर हामी बसेको चाहिँ दिस इज द प्लेस यहाँ चाहिँ मनिषाहरू बसेको छ अनि यहाँ चाहिँ डाइनिङ एरिया तपाईँले जे यहाँ दोकान पनि पाउँछ रम रक्सी हरेक चिजको व्यवस्था रहेछ त्यहाँ पर चाहिँ यहाँ चाहिँ यो साइडमा चाहिँ बिच छ र अब हामी चाहिँ त्यहीँ जाँदैछौँ यहाँ चाहिँ रिसेप्सन एन्ड दिस इज द प्लेस साथीहरू दिस इज द प्लेस यहाँ अलिकति चिल गर्नु यहाँ बेलुका यहाँ हाम्रो डान्सिङ एरिया भयो यहाँनिर यो सब यहाँ चाहिँ एकदम ठुलो हामी बसेको प्लेस चाहिँ एकदम ठुलो एरिया रहेछ ठुलो सबसे भन्दा यहाँ पर टाढोसम्म जाने पनि यही छ र मलाई चाहिँ यो चाहिँ एकदम पसन्द आएको छ साँच्चै कतल भने बजेट फ्रेन्डली है अलिक कलकत्ताबाट अलिक छेउ पनि पर्यो त्यस्तो डिगाहरू जस्तो पर पनि परेन हरेक चिजको एक्सपिरियन्स हुने रहेछ गाउँ एरिया कस्तो हुन्छ यताको है हरेक चिजको एक्सपिरियन्स पनि भयो र त्यो चाहिँ राम्रो लाग्यो मलाई यो प्लेस चाहिँ एकदम दामी लाग्यो अब हामी चाहिँ यहाँ तल जाने छौँ नानाहरूलाई वेट गरिरहेको छु
यहाँ तल बिचमा जान्छु। आहा घाम त